अनि तपाईँको पुलमा आएको थियो 5 वर्षदेखिबाट उभिएर बसिरहेको थियो एउटा पुल यहाँ कालीड्राममा कति भयो त्यही त अलिकता यो बनाउँदाखेरि अलिक चाहिँ सर्वेक्षण गरेर गर्नुपर्ने थियो है कुनामा भित्तामा लर बनाउनु भएको हजुरको के हो भने यो वास्तवमा यो डिजाइन पनि पहिला नै हामीले त्यहाँ हुँदैन भनेर भनेको थियौँ हामीले त डिजाइन चलाउनु पाइँदैन यो हजुरलाई थाहा छैन है जे छ अब उनीहरूले त यसो गर भने कि हामीले गरिदिनु न सरकारी निकायबाट त्यो कन्डिसनमा भयो अनि त्यसपछिबाट यो तपाईँको काम सुरु गर्दा गर्दै चैत महिनामै तपाईँको यस्तो पानी आयो त्यो हामीले पुलिस मुसुल्कादेखि सबै छ होइन अनि तपाईँको आधी काम हुँदा हुँदै त्यो सबै पुर्यो पुरिसपछि अब त्यो खाल्टो तल पुरेपछि तपाईँको अब त्यो डन्डी र सिमेन्ट हात पुरिसकेको चिजलाई डिस्मेन्ट होइन यहाँ ल्याएर पुल बनाउनु भनेर तपाईँहरू डिसिजन चाहिँ कसले दिएको पूर्वाधारले गरेको त्यही त पूर्वाधारसँगै बसेर कुरा गर्नुपर्ने भयो होइन यो किन भन्दाखेरि अब यत्रो 5 वर्ष भइसक्यो मान्छेले प्रयोग गर्न नपाउने मान्छेको चाहिँ अब तल बना भए झन् अझ तल त्यो टक्टाकेको र यसको बिचमा बना भए पुग्थ्यो तल बनाउने डिजाइन छैन भने अब यो फेरि डिजाइन चेन्ज गर्दा अरू 2-3 वर्ष धकेलिन्छ त्यो हाम्रो त्यही त नेपालको संस्कार त्यही त छ नि है त्यो भइसक्यो अब जे छ ठिक छ तपाईँसँग भेटेर नै तपाईँलाई यो आयोजना प्रमुख र तपाईँहरूको पुलको आयोजना प्रमुख र अनि हजुरहरू ठेकदार कम्पनी तपाईँहरू कम्पनी छ हो के छ कम्पनी बीच चाहिँ हामी बसेर र कसलाई राखेर कुरा गर्नुपर्ने हो प्रमुख मान्छेहरूलाई राखेर हामी चाहिँ सल्लाह गर्छौँ हिजो पनि तपाईँको मलिकु उता मुगली सडक खण्डको नि त्यस्तै हो त्यसरी नै हामी चाहिँ छलफल गर्छौँ होइन तपाईँहरू एक्लै हिँडेर चाहिँ त्यो हुँदैन समन्वयन गरेर सबैजनासँग पालिका अध्यक्ष वडा अध्यक्ष होइन अब यहाँको स्थानीयदेखि लिएर अब सङ्घ प्रदेश सबैसँग मिलेर चाहिँ अगाडि बढ्नुपर्छ तपाईँहरूको समस्या कहाँ हो के कारणले गर्दा चाहिँ रोकिरा हो होइन जनताले चाहिँ त्यो सुविधा पाउनु पर्यो भोग्न पाउनु पर्यो नि त होइन हो त्यो कुरा चाहिँ हामी सहजीकरण गर्छौँ हजुरलाई एकपल्ट भेटौँ तपाईँलाई मैले कल हानेको तपाईँको चाहिँ व्यस्त थियो ठिक छ म मेरो नम्बरबाट हजुरलाई कल गर्छु है त ल सेभ गर्छु ल हस् ल